नमस्ते। सबैको जय होस्। आज हामी बारा जिल्ला निजगढको जाते कुना भन्ने पुरानो बस्ती जुन मकानपुर धियाल पञ्चायतमा पर्दथ्यो, त्यस बेला सायद मलाई लाग्छ हेमबहादुर मल्लको पालामा यहाँको बस्तीलाई सबै जलाएर मतलब यहाँबाट चाहिँ विस्थापित गरिएको ठाउँ जाते कुनाको पुरानो मन्दिर, जाते कुनाको यो शिव मन्दिर यसलाई स्थापना यहाँ देखिन्छ सन्तानेश्वर महादेव भनेर पनि यहाँ चिनिँदो रहेछ। हामीले यहाँ देख्न सक्छौँ। यसको पुजारी पनि उहाँसँगै बसिरहनु भएको छ। वेद प्रसाद गौतमजी पनि हुनुहुँदो रहेछ। आज घुम्दै जाने क्रममा निजगढको पहिचान सहित म निजगढ बारा जिल्लाको चाहिँ तपाईँको यहाँ जाते कुना सन्तानेश्वर महादेव भन्ने ठाउँमा म आइपुगेको छु। हामीले यहाँ पर देख्न सक्छौँ, पर पोखरी, यहाँ सधैँभरि आइरहने धारो, त्यहाँ पर त्यो सधैँभरि आइरहने कहिल्यै बन्द हुँदैन, त्यहाँ धारो देखिन सक्छौँ। त्यहाँ पोखरी छ। यो पर्यटन प्रवर्धनको लागि चाहिँ यहाँ तपाईँको निजगढ नगरपालिकाले यसलाई व्यवस्थापन गर्दै रहेछ। यहाँ चाहिँ हाम्रो साथीहरू पनि आउनुभएको छ, यतै हुनुहुन्छ। आज म यस ठाउँमा केही समय मिलाएर साथीहरूसँग आएको छु। अब यहाँहरूलाई म उहाँहरूको अवगत गराउँछु। सबैको जय होस्, सबैको मङ्गल होस्, सबैको कल्याण होस्। प्रणाम। यहाँ हामीले देख्न सक्छौँ यहाँ पिकनिक स्पोट, यहाँ विभिन्न ठाउँबाट आउनुभएका पिकनिकको लागि पनि आउनुभएको देख्न सक्छौँ। अब यहाँ हाम्रो पुजारीजी पनि हामीले देख्न सक्छौँ। यो सन्तानेश्वर महादेव हामीले यो देख्न सक्छौँ। यो स्थान छ। अब देवीको रूपमा पर्छ। यहाँ हजुरको केही भन्नु छ बा, तपाईँले चाहिँ ल भनिदिनुहोस् त, केही विषयमा यहाँको विषयमा केही बोलिदिनुहोस् त। यहाँ बन्ने क्षेत्रहरूको कारणले गर्दा चालताल बनेको हिसाबले यहाँको परिक्षेत्र यो म 2036 साल यहाँ आउँदा बसोबास रहिरहेको जाते कुना भन्ने ठाउँ देखिएको कारणले, जलको स्रोत भएको कारणले पशु पक्षी चौपाया देखिन अध्यक्षज्यूबाट सर्वसहमति वन भू संरक्षणबाट पनि यो राष्ट्रिय निकुञ्जको वनको क्षेत्रलाई देखिएको कारणले गर्दा हात्ती, घोडा, जनावरको लागि पानी सङ्कलन गरी यो भण्डारण गरी जङ्गली जनावरहरूको लागि पर्याप्त पानीको व्यवस्था भएको कारणले यहाँ जङ्गली जनावरहरू पनि तपाईँको यहाँ पर्याप्त भेटिन्छ। हजुर, सबै कुरो भेटिन्छ। यहाँ रमाइलोको लागि पिकनिक स्पोट पनि यहाँ छ। विभिन्न ठाउँबाट यहाँ मनोरञ्जन गर्नको लागि पनि पर्यटकहरू आउनुहुन्छ। यो आन्तरिक पर्यटनको विकास, यसलाई आन्तरिक पर्यटनको पनि विकासको क्रम अगाडि बढ्दैछ। हस्, धन्यवाद। सन्तानेश्वर महादेवको पुजारीजी हुनुहुँदो रहेछ। मैले उहाँलाई वेद प्रसाद गौतम, नमस्कार। जय श्रीमन्नारायण। जय जय श्री कृष्ण। अब हामीले यहाँ देख्न सक्छौँ उहाँ तल यसको एउटा तपाईँ पुरातात्विक जाते कुना यो बनाइँदैछ। बनाउने कर्ता हाम्रो आदरणीय रामप्रसाद दाई, आदरणीय दाजु पुष्पबहादुर थापाजी पनि यहाँ तल हुनुहुन्छ। अहिले म उहाँलाई पनि जोड्नेछु भन्दै यहाँ प्रणाम। सबैको जय होस्, सबैको मङ्गल होस्, सबैको कल्याण होस्। जाते कुनाबाट आज म जोडिएको छु, प्रत्यक्ष रूपमा जोडिएको छु। यहाँ हामी हेर्न सक्छौँ तल।